भन्दाखेरिमा तपाईले के गर्नुहुन्छ कहिलेकाहीँ यो गाडीमा चढ्नुहुन्छ हैन, सार्वजनिक यातायातहरूलाई प्रयोग गर्नुहुन्छ, कहिले सार्वजनिक ठाउँमा उभिनु होला, जस्तै कि मानव स्टेसनहरू भए, पुगेन बस पार्कहरू भए, त्यस्तो ठाउँमा भनेका सार्वजनिक ठाउँ भने त्यस्ता ठाउँमा तपाईले आफ्नो बानी कसरी सुधार्ने त, त्यस्ता ठाउँमा चाहिँ तपाईले ध्यान कसरी दिने, के कुरामा ध्यान दिने हो, त्यही बारेमा हामीले आज गर्छौँ भन्छ। हेर अस्ति पनि मैले भनेको थिएँ, थारुन भनेको अरू सारामेली भनेको मान्छेलाई, तपाईँ भनेको एउटा मान्छे हो भने तपाईँ बाहेक पछिको मान्छेलाई के भन्छ, अरू मान्छे भन्छ रे। अरू मान्छेलाई चाहिँ फेरुल छुदी आङ्गो भन्छ, फेरुल छुदा भन्छ। फेरुल छुदा भनेको बाधा दिनु भन्छ है। फेरुल छुदा भनेको बाधा दिनु हो भने फेरुल छुजी आङ्गो भनेको नदिएर, जियान्था भनेको के हो, नेगेटिभ ग्रामर हो कि होइन हो। के भन्यो त, अरू मान्छेलाई बाधा नदिएर भनेको मतलब तपाईले चाहिँ अरू मान्छेलाई के गर्नु भएन, असहज नगर्ने, बाधा नदिएर। सरो भनेको एक आपसमा चाहिँ हामीले के गर्नु पर्यो, छोवारोग्य भन्छ। छोवारोग्यता भनेको के हो त, स्वतन्त्र गरी भने पनि भयो अथवा मिल्ने गरी भने पनि भयो क्या। छोवारोग्यता भनेको स्वतन्त्र हुनु पनि पढेका थियौँ हो कि होइन हो। छोवारोग्यताको छोवारोग्य भनेको स्वतन्त्र गरी अथवा मिल्ने गरी। साल्गी उयेस, साल्दा भनेको बसोबास गर्नु हो भने यो गी उयेस भनेको नको लागि भन्ने ग्रामर है। यो गी उयेस भन्ने अनि यो साल भनेको त छुट्टै हो, साल्दाबाट आएको, अनि बस्नु प्लस गी उयेस भनेको त नको लागि हो नि त, बुझ्दैन। अब के भयो त, साल्गी उयेस भनेको बसोबास गर्नका लागि, होङगङ भनेको सार्वजनिक, सेमल भनेको जीवनयापनको, भनेको शिष्टतालाई अथवा मर्यादालाई चाहिँ सिकाइ हामीले पालना गर्नै पर्छ भन्छ। यहाँमा के भनेको भन्दामा तपाईले चाहिँ अरू मान्छेलाई बाधा नदिएर, तपाईँ मानौ गाडीमा जाँदै हुनुहुन्छ भने, अब मानौ न त्यहाँ दुईजना बस्नु मिल्ने सिटमा तपाईँले खुट्टा यसरी फट्याएर बस्नु त, एक्लैले सिट उगर्ने त उगर्नु भएन नि हो, अरूलाई बाधा त दिनु भएन हो। यसरी अरूलाई बाधा नदिएर हामीले के गर्नुपर्छ अरे, एक आपसमा चाहिँ स्वतन्त्र गरी बस्नुपर्छ भनेको मतलब, एक आपसमा चाहिँ मिल्ने गरी बस्नका लागि भनेको मतलब, एक आपसमा चाहिँ हामीले एकअर्कामा स्वतन्त्र तरिकाले बस्नका लागि चाहिँ सार्वजनिक सेमवाल भनेको जीवनयापन। सार्वजनिक जीवनयापन भनेको के हो, कहिले बसमा जानुहुन्छ, कहिले कुनै काहीँ ठाउँ होला, सार्वजनिक कुराहरूको जीवनयापनमा चाहिँ के गर्नुपर्छ अरे, मर्यादाहरूलाई चाहिँ हामीले के गर्नुपर्छ, पालना गर्नुपर्छ। सिकिदा भनेको पालना गर्नु हो भने सिकया हामीदा पालना गर्नुपर्छ। अब पछाडि हेर्नुला, यहाँनिर दिएको छ, अब हेर्नुला, थेजुङ भनेको सार्वजनिक, ख्योथङ भनेको यातायात। यो सार्वजनिक यातायात गर्नु होला, यसलाई ठुलो आकारको नबुझेर, हुन त थेजुङ भनेको ठुलो पनि भनेर सकिन्छ भने, थेजुङ ख्योथङ भनेको चाहिँ सार्वजनिक यातायात, पब्लिक ट्रान्सपोर्टेसन भन्छ हुँदैन, जसलाई हामीले सार्वजनिक यातायात भन्छौँ। सार्वजनिक यातायात भन्छ। सार्वजनिक यातायातलाई इयङ हाल्टेनुन प्रयोग गर्ने बेलामा चाहिँ भन्छ, तपाईले सार्वजनिक यातायातहरूलाई प्रयोग गर्ने बेलामा चाहिँ खुन सोरिरो भनेको के हो, खुन भनेको ठुलो, खुन भनेको ठुलो, सोरी भनेको आवाज, रो भनेको द्वारा, ठुलो आवाजद्वारा अथवा ठुलो आवाजमा भनेको, रो रो भनेको लेतिरबाट द्वारामा पढेका थियौँ, सोरी भनेको के हो, आवाज भनेको। ठुलो आवाजमा इयागी हागदा कुराकानी गर्नुको, इयागी हागना कुराकानी गर्ने अथवा ठुलो आवाजमा कुराकानी गर्ने, अथवा सिकुरक्ता भनेको हल्ला गर्नु भने सिकुरग्य हल्ला हुने गरी, छनुवा थोङ्गारुल हेर्छ भनेको के हो, छनुवा भनेको फोन, तर थोङ्गारुल हादा भनेको के हो, फोनमा कुराकानी गरिराख्नु, त्यसैले छनुवा थोङ्गारुल हादाबाट बनेको हेर्छ हो कि न। छनुवा थोङ्गारुल हेर्छ भनेको फोनमा बोलिराखेर अथवा फोनमा कुराकानी गरिराखेर भनेको, फोनमा कुरा गरेर, नुन भनेको चाहिँ फोनमा कुरा गरेर चाहिँ आन्थ्योङ्गा हुँदैन भन्छ के हो। मैले भने नि, तपाईले यदि सार्वजनिक यातायातहरू प्रयोग गर्नुहुन्छ भने, हाम्रै नेपालमा पनि हामी सार्वजनिक यातायातहरू काठमाडौँमा प्रयोग गरिरहेको, जुन ठाउँमा भए पनि हामी प्रयोग गरिरहेको बेलामा चाहिँ
सार्वजनिक यातायातभित्र चुरोट पिउन मिल्दैन। किन त? अरूलाई बाधा पुग्छ नि त, हो किन? अरूलाई असहज हुन्छ, हो किन? हो हामीले फोनमा पनि बोल्ने, तर ठुलो सरले गर्नु, ए साथी ल म भोलि तेरो घरमा आउँछु ल, पार्टी छ है साथी, ल ल पार्टी ल, ए च्वाचेको मासु लिएर ल्याएर त्यस्तो ठुल्ठुलो स्वरमा चाहिँ बोल्ने भएन, हो किन? किनभने अरूलाई के हुन्छ, तपाईँको साइडमा बसेको साथीलाई चाहिँ अप्ठ्यारो फिल हुन सक्छ, हो किन? उसलाई बाधा पुग्न सक्छ त्यसले गर्दा, हो किन? तपाईँको ठुलो स्वरले गर्दा। त्यसैले हामीले के गर्नु हुन रे, सार्वजनिक यातायातलाई प्रयोग गर्ने बेलामा चाहिँ ठुलो आवाजमा कुराकानी पनि गर्नु भएन साथीहरूसँग, र हामीले फोनमा कुराकानी अथवा फोनमा बोलिराख्नु पनि भएन। यस्तो गर्यो भने चाहिँ हुँदैन भन्छ, यो चाहिँ शिष्टतामा पर्दैन, यो चाहिँ नराम्रो व्यवहार हो भनेको। त्यसपछि हेर, त्यसपछि अब तिमीहरूको अर्को आउँछ, अर्को लाइनमा हेर्ने, खुरीगो अनि खेउथङ्गुल भनेको यातायात भन्छ। खुरीगो अनि जो यातायात छ त्यो यातायात चाहिँ याक्चा भनेको कमजोर भनेको, याक्चा भनेको चाहिँ कमजोर भनेको, याक्चा कमजोर भनेको के। अब यो ध्यान दिएर सानो होला साथीहरू, सुन्नु होला, यो कमजोर भनेको कस्तो मान्छेहरू भन्दाखेरिमा कोही अपाङ्ग हुन सक्छन्, हो किन? अपाङ्ग हुन सक्छन्, अथवा बुढापाखा हुन सक्छन्, हो किन? बुढापाखा हुन सक्छन्। हो यी भनेका सबै के हुन् त? अपाङ्ग हुन् के। कोही आँखा नदेख्ने हुन सक्छन्, कोही खुट्टा भाँचिएका हुन सक्छन्, हो किन? हो भनेको मतलब याक्चा भनेको कमजोर अथवा अपाङ्ग, जस्तै बुढापाखाहरू भए। हो यस्ता अपाङ्ग उहे भनेको के हो? को लागि। यहाँमा के लागेको छ? रुलु उहे भन्ने ग्रामर लागेको छ, को लागि भन्ने अर्थ हो। याक्चा रुल उहे भनेको कमजोरको लागि, भनेको मतलब कमजोर मान्छेहरूका लागि चाहिँ छिजम थोइन भनेको निश्चित गरेको, निश्चित गरेको के अरे, छारी भनेको सिटमा, छारी एलुन भनेको सिटमा चाहिँ भनेको, छारी एलुन सिटमा चाहिँ। थोइदोरोक भनेको खासमा बुझ्नु होला, थोइदा भनेको के हो? हुनु हो, हुनु हो कि नै? थोइदा भनेको हुनु हो। अनि तपाईँको आउँछ एउटा दोरो खादा भन्ने कुरामा आउँछ, दोरो, दोरो खादा, दोरो खादा है। यो दोरो खादा भनेको ने हुनु, ने हुनु अथवा ने गर्नु भन्ने अर्थ हो के। बुझ्नुभयो कि नै? ने हुनु अथवा ने गर्नु भनेको। अब थोइदा भनेको हुनु प्लस ने गर्नु, हुने गरी गर्नु भन्न मिल्दैन कि। अब हामीले यसलाई चाहिँ अर्थ मिल्दैन कि, तर बनेको चाहिँ यसरी बनेको हो। तर अब यहाँ थोइदाको थोइ आएको अनि दोरो खादाको यो दोरो आएको, थोइदोरो भयो। हो हुनु प्लस ने हुनु ने गर्नु भनेको मतलब हुने गरी गर्नु अथवा हुने हुनु अथवा हुने गरी गर्नु भनेको मतलब सकेसम्म भनेको के। थोइदोरो भनेको सकेसम्म बुझ्नलाई अर्थ छ, सकेसम्म। सकेसम्म चाहिँ हामीले के, आन्ता भनेको बस्नु भने आन्जी माराय हामीलाई बस्नु हुन्न भनेको। जिमाल्दा भनेको के हो? नगर्नु भन्ने अर्थ होइन, नेगेटिभ कुरा होइन। आन्ता भनेको बस्नु भने आन्जी माराय हामीलाई बस्नु हुँदैन भनेको। यहाँ चाहिँ के भनेको भन्दाखेरिमा फेरिबाट हेर्न मैले यसलाई गइरहेको भाषा सायद है। ल यहाँ चाहिँ के भनेको भन्दाखेरिमा फेरि हेर, तपाईँले यदि सार्वजनिक यातायातलाई प्रयोग गर्दै हुनुहुन्छ भने त्यो सार्वजनिक यातायातको चाहिँ के अरे, यो सार्वजनिक यातायातमा चाहिँ के हुन्छ अरे साथीहरू, यात्रा उयो भनेको यो कमजोर मान्छेहरूका लागि चाहिँ निश्चित गरेका छाडिनुन् भनेको सिट चाहिँ सकेसम्म नबस्नु पर्छ, सकेसम्म नबस्दा राम्रो भन्न खोजेको। हुन त सकेसम्म नबस्नु पर्छ भनेको सकेसम्म बस्नु हुँदैन भनेको के हुन्छ नि। हाम्रो अहिलेको पनि कुनै ठाउँमा, हाम्रै नेपालमा पनि अहिले यही बसहरू तपाईँले चढ्नुहुन्छ भने सार्वजनिक यातायातहरूमा पनि अपाङ्गको लागि सिट, अनि तपाईँको महिलाहरूको लागि सिट, अनि भनौँ न महिला अनि गर्भवती महिलाका लागि सिट, हो कि होइन? अनि बुढापाखाका लागि भनौँ न बुढापाखा अथवा उमेर भएका मान्छेका लागि पनि सिट भनेर यसरी लेखेको हुन्छ कि अहिलेको बसहरूमा। किन लेखेको हुन्छ भन्दाखेरिमा त्यो भनेको कसका लागि सिटहरू हुन्छ? प्राय अपाङ्ग मान्छेका लागि, अपाङ्ग भन्दा कमजोर मान्छेहरूका लागि के, हो कि होइन? कमजोर मान्छे, एउटा गर्भवती महिला भनेको पनि एउटा कमजोर मान्छे हो भने त्यहाँ, अनि तपाईँको खुट्टा भाँचेको मान्छे पनि कमजोर हो, बुढापाखा मान्छेहरू पनि के हुन्? कमजोर हो। यो कमजोर मान्छेहरूका लागि चाहिँ अहिले पहिलेदेखि निश्चित गरेर सिटहरू तोकेर राखेको हुन्छ अरे। जस्तै अहिले पनि गाडीहरूमा राखेको हुन्छ, यस्तो यस्तो मान्छेको लागि सिट हो भनेर पहिले तोकेको हुन्छ।
हो यस्तो सिटमा चाहिँ हामीले नबस्ने भनेको के यदि सिट खाली छ भने नि अरूमा गएर बस्ने त्यहाँ चाहिँ बस्नुहुन्न भन्न खोजेको के खासमा है ल त्यसपछि हेर पशुना छ्याछर एस भनेको बस अथवा भूमिगत रेलमा चाहिँ नि के भन्छ थारिलो भनेको खुट्टालाई तपाईँको बस भयो भूमिगत रेल भयो त्यो रेलमा चाहिँ नि थारिलो फल्लिदा भन्छ थारिलो फल्लिदाबाट फल्लस पनि आउँछ अथवा फल्लिगो पनि आएको छ थारिलो फल्लिदा भनेको खुट्टा फैलाउनु भन्छ एउटा खुट्टा यता राख्ने एउटा खुट्टा यस्तो खुट्टा बिचमा खाली राख्नु के हो चाहिँ खुट्टा टाढा बनाउनु यसरी खुट्टा फैलाएर गो भनेको एरो भने खुट्टा फैलाएर आङ्गना बस्ने अथवा भन्छ बस्ने अथवा खुट्टा फैलाएर बस्ने अथवा नेम्सेगा नानुन भनेको गन्ध आउने नेम्सेगा नादा भनेको के हो गन्ध आउने हो भने नेम्सेगा नानुन भनेको गन्ध आउने उम्सिगुल भनेको खानालाई मग्नुन खद्दो भनेको खाने कुरा पनि मक्ता भनेको खानु हो भने नुनखत भनेको नि कुरा के हो कि दो भनेको पनि हो खानु प्लस ने कुरा पनि हेर त खाने कुरा पनि के हुन्छ रे थारुन साराम एगे भनेको थारुन भनेको अरू साराम भनेको मान्छे एगे भनेको लाई अरू मान्छेलाई चाहिँ के हुन्छ रे फियरुल छुदा भनेको बाधा दिनु बाधा पुर्याउनु हो भने फियरुल छुनुन भनेको बाधा दिने अथवा यो छुदा भनेको दिनु हो भने नुन भनेको ने फियरुल छुनुन भनेको बाधा दिने हेङदोङ उम्निदा व्यवहार हो भन्छ व्यवहार हुन्छ यही लाइनलाई तपाईँले हेर्नु होला तपाईँले फेरि यसलाई मैले मेटाएँ अब फेरि हेर्नु होला अब मिनिङ देखिहाल्यो हामीहरूले यहाँ चाहिँ के भनेको भन्दामा तपाईँको बस अथवा भूमिगत रेलमा चाहिँ हामीले खुट्टा फैलाएर बस्ने एउटा यो एउटा कुरा भयो सुन यहाँ दुईटा कुरा दिएको छ एउटा खुट्टा फैलाएर बस्ने अनि नेम्सेगा भनेको अनि गन्ध आउने खानालाई खाने हो कि हो यी दुईटा कुराहरू के हुन् रे अरू मान्छेलाई बाधा दिने व्यवहार हुन् भनेको बुझ्यो कि नै हो तपाईँले बसमा भूमिगत रेलको सफर गर्दै हुनुहुन्छ भने तपाईँले अरू मान्छेलाई के गर्ने बाधा दिनका लागि चाहिँ खुट्टाहरू फैल्याउने अनि गन्ध आउने खानाहरू बढी बास्ना आउने त्यही गन्ध आउने खानाहरू खाने त्यस्तो व्यवहार चाहिँ के हो रे अशिष्टताको व्यवहार हो त्यस्तो व्यवहार गर्नुहुन्न भने के है ल अब एकछिन सर यसलाई सर पढौँ हेर्नु होला मजाले पढिसकेमा अब सर पढ्ने बानी राख्नु होला थारुन सारामेगे अरू मान्छेलाई चाहिँ फेरुल छुजियानको बाधा नदिएर अरू मान्छेलाई बाधा नदिएर सरो छुवारोग्य भनेको एक आपसमा छुवारोग्य स्वतन्त्र गरी अथवा मिल्ने गरी साल्गी उयस बसोबास गर्नका लागि चाहिँ फङ्गम सेङ्वाल भनेको सार्वजनिक जीवनयापनको एजहरू भनेको मर्यादाहरूलाई छिखया हुँदा पालना गर्नै पर्छ खेउजुङ खेउतमुल भनेको सार्वजनिक यातायातहरूलाई इयङ हाल्तेन प्रयोग गर्ने बेलामा चाहिँ सार्वजनिक यातायातलाई प्रयोग गर्ने बेलामा चाहिँ खुन सोरिरो यागी हाल्न ठुलो आवाजले कुराकानी गर्ने अथवा सिकुरगे भनेको हल्ला हुने गरी छनुवा थनुवारु लेस भनेको फोनमा कुराकानी गर्यो भने चाहिँ गरेर चाहिँ आन्थन्दा हुँदैन खुरीको अनि खेउथङ याक्चा भनेको यातायातमा चाहिने याक्चारुल उहे भनेको के हो त कमजोर मान्छेहरूका लागि छिजङ थोइन भनेको पहिल्यै निश्चित गरेको छारिए भनेको सिटमा चाहिने थोइथोरङ भनेको सकेसम्म आन्जी मारा हुँदा बस्नु हुँदैन फसुना बस अथवा छियाचर यस भूमिगत रेलमा के भन्छ थारिरुल भनेको खुट्टालाई फल्लिगो फल्ट्याएर अथवा खुट्टालाई फैलाएर आनगना बस्ने अथवा नेस्टेगा नानुन भनेको गन्ध आउने उन्सिगुल भनेको खानालाई मग्नुन गद्दो खाने कुरा पनि थारुन सारामेगे अरू मान्छेलाई के हो रे फेरुल छुनुन भनेको बाधा दिने के हो रे एउटा हेन्डोमिनका व्यवहार हो भन्छ है त अब हाम्रो क्लियर भयो हामी तल हेरौँ यो भयो तिमीहरूको सार्वजनिक यातायातको कुरा गर्यो बुझ्नुभयो कि नै सार्वजनिक यातायात भनेको एउटा सार्वजनिक कुरा हो त्यो सार्वजनिक कुराहरुमा चाहिँ अब हामीले कसरी गाडीमा जाने अब बुझ्नुभयो नि हो त्यही भनेको अब हामीले अपार्टमेन्टहरु घरमा बस्दाखेरि के कुरामा बढी ध्यान दिने त्यो कुरामा है आफाथुना अपार्टमेन्ट अथवा यो अपार्टमेन्ट भनेको पनि के हो हाम्रो सिंगल हो र हामी एक्लैले बस्ने हो र हैन नि त यो र कसले बस्ने साथीहरु
खागु खागु भनेको यो त विभिन्न परिवारले बस्ने ठाउँलाई के भन्छ त अपार्टमेन्ट भन्छ। यो अपार्टमेन्ट भनेको चाहिँ विभिन्न परिवारले बस्ने ठाउँ हो भने यो वन रुम भनेको के हो एक कोठे हुन त एक कोठा हुँदैन तर यो के हो एक कोठाको घर हो के बुझ्नुभयो कि नाइ हुनु चाहिँ यो वन रुम भनेको वन भनेको एक रुम भनेको आरओएम रुम भनेको एक कोठा मात्रै भनेको यो एक कोठाको मात्रै घर हुन्छ र साथीहरू आफै भनौँ न एक कोठाको मात्रै घर हुन्छ हुँदैन एउटा घर हुन्छ जसमा चाहिँ के हुन्छ एउटा एउटा कोठा हुन्छन् र मान्छेले सिंगल सिंगल जीवनयापन गर्छन् भनेको हो। यस्तो एक कोठा जस्तै अहिले तपाईँले लिइरहेको कोठा त्यो पनि ओनरुममै बुझे पनि हुन्छ के तपाईँले अहिले लिएको कोठा जो चाहिँ के हो तपाईँले खाना पनि त्यहीँ खानुहुन्छ अनि भाडा पनि त्यहीँ भित्रै माग्नुहुन्छ मानव टोयलेट पनि तपाईँको आफ्नै टोयलेट हुन्छ भनौँ न त्यो होला भान्सा पनि तपाईँको पर्सनल भान्सा हुन्छ कि तपाईँ एक कोठामा गयो भने पल्लो कोठाको दाइसँग भान्सामा खाना खानुहुन्छ होइन होला पक्कै पनि हुँदैन हाम्रो नेपालमा त बाथरुम मात्रै हल्कासँग युज गरेर हो तर तपाईँहरू अहिले हामीहरू बसिरहेको के हो त ओनरुम एक कोठा नै हो के तर एक कोठा भनेको घरमा एउटा कोठा मात्रै हुन्छ विभिन्न हुन्छन् त्यस्तै विभिन्न मान्छेहरू गर्छन् हो यस्ता अपार्टमेन्ट र एक कोठा खाचुम भनेको जस्ता यिनीहरू दुई जस्ता फङ्गम सुचेक भनेको के हो सार्वजनिक निवास हुन्छ सार्वजनिक छुते के छ भनेको निवासमा भन्छ सार्वजनिक निवासमा सानुन भनेको बसोबास गर्ने कहाँबाट आएको चाल्दाको दा हटेर फाँचीको न पनि हटेर माथि नुन लागेको हो किन सानुन भनेको के भयो बसोबास गर्ने खेमुला भनेको अवस्थामा चाहिँ भन्छ यो अवस्थामा चाहिँ युतेगे भनेको छिमेकलाई छिमेकीलाई भन्छ युतेगे भनेको छिमेकीलाई फेरुल छुजे आन्द्रोक भनेको के भन्छ बाधालाई छुजेता भनेको के हो फेरुल छुदा भनेको बाधा दिनु जियान्था भनेको नेगेटिभ ग्रामर भयो अब नदिनु भन्ने अर्थ भयो फेरुल छुजे आन्द्रोक भनेको बाधा नदिने गरी अब हेर यहाँनिर अब यहाँनिर साथीहरू यो दोरोक लेखेको छ नि यो दोरोक हो कि यो दोरोक भनेको चाहिँ ने गरी भनेको के ने गरी तपाईँहरूको गे भनेको पनि ने गरी भन्ने अर्थ दिन्थ्यो भने यो दोरोक भनेको पनि के भयो ने गरी भन्ने अर्थ भयो के अब पछाडि यो बरु दोरोकको पछाडि हादा आयो भने चाहिँ बरु नगर्नु भनेको होइन कि ने गरी गर्नु अथवा ने गरी हुनु भन्ने जस्तो लाग्छ के बुझ्नु कि नै हो ने गरी गर्नु अथवा ने गरी हुनु लेख्नु होला है के भनेको त यहाँमा चाहिँ फेरुल छुदा भनेको बाधा पुर्याउनु हो भने सुजी अन्ता बाधा नपुर्याउनु सुजी आन्दोलन भनेको बाधा नपुर्याउने गरी फौक भनेको ज्यादै भन्छ फौक भनेको ज्यादै सिङ्ग्याङ सया हामीदा सिङ्ग्याङ भनेको के हो ध्यान भन्छ अनि यो सया हामीदा कहाँबाट बनेको सुदा सुदा भनेको प्रयोग गर्नु तपाईँको ध्यान प्रयोग गर्नु भनेको के हो त ध्यान दिनु भनेको छ नि त ध्यान दिनु अया आया हामीदा भनेको पर्दछ भनेको किन ध्यान दिनु पर्दछ अरे भनेको हेर त ल त्यहाँ फेरि भन्छु मैले यो तपाईँको अपार्टमेन्ट र एक कोठा भनेका के हुन् त रे यिनीहरू अपार्टमेन्ट र एक कोठा जस्ता अरू पनि हुन सक्छन् खोसियोन भयो हो किन हो यिनीहरू जस्ता फङ्गम छुटेक भनेको के हो सार्वजनिक निवासहरूमा यहाँ त विभिन्न मान्छेहरू पनि बस्छन् त्यो घरभित्र त्यो कोठामा पो तपाईँ बस्नुहुन्छ तर त्यो घरभित्र त को बस्छन् त विभिन्न मान्छेहरू बस्छन् हो त्यो सार्वजनिक निवास हो भन्छ त्यो निवासमा चाहिँ सानो भनेको बसोबास गर्ने अवस्थामा तपाईँले यदि यस्ता दुईटा जस्ता सार्वजनिक निवासहरूमा बसोबास गरिराख्नु भएको छ भने मेन कुरामा के ख्याल गर्ने रे युतेगे भनेको छिमेकीलाई तपाईँको पल्लो कोठाको रुमलाई माथिल्लो कोठाको रुमलाई तल्लो कोठाको रुमलाई हो यस्ता छिमेकीहरूलाई चाहिँ के गर्नु न रे फेरुल छुदा भनेको बाधा पुर्याउनु हो भने फेरुल छुजे आन्द्रोक भनेको बाधा नपुर्याउने गरी सकेसम्म चाहिँ बाधा नपुर्याउने गरी फौक भनेको ज्यादै हामी के हुनुपर्छ रे ध्यान दिनुपर्छ यस्ता कुराहरूमा भयो है त अब हेरौँ त्यसपछि हेर छिप एन्ड यसनुन भन्छ घर आन भनेको भित्र यस भनेको मा घरभित्रमा चाहिने थोइद्रोक भनेको सकेसम्म बुझ्नुपर्छ सकेसम्म है त थोइद्रोक भनेको सकेसम्म घरभित्रमा चाहिने सकेसम्म तुइजी माराया आगो भन्छ यो कहाँबाट आएको साथीहरू तुइदा तुइदा भनेको के हो उफ्रनु भन्छ उर्फनु उर्फनु त उफ्रनु
उफ्रनु जे बुझ्नु साथी मैले अब भनेपछि ख्याल गर न उफ्रनु अथवा दौडनु यो तुय थानी यो तुइदाबाट त बल्ल के भनेको तुय थानी त दौडेर ओहोर दोहोर गर्नुभयो हो कि न हो यो के भयो त उफ्रनु है उफ्रनु जस्तो लेख्नुहुन्छ है मैले हल्का मलाई लेख्न नआयो कि उफ्रनु हो कि न उर्फनु हुन्छ नि उफ्रनु बुझ्यो न उफ्रनु उछिटिनु के कुद्नु हो त्यस्तो भन्न खोजेको कि है कुद्नु उछिटिनु मेरै घर हो भने जसरी गर्नु हो कि न हो त्यो घरभित्रमा चाहिँ थोइद्रोक सकेसम्म चाहिँ तुइजी माराया हागो भनेको मार हादा भनेको के हो यो जिमाल्दाबाट आएको जिमाल्दा भनेको नगर्नु अया आया हादा भनेको नु पर्दछ भनेको मतलब उफ्रनु हुन्न भनेको के तुइजी माराया हागो भनेको नउफ्रेर भनेको नउफ्रेर अनि नुजुन भनेको यो नुत्ताबाट आएको नुत्ता भनेको ढिला हुनु नुत्ता भनेको ढिला हुनु भन्छ अब दा हटेर के लागेको उन नुजुन भनेको ढिला मात्र भनेको अब हुँदैन ढिला फाम भनेको राति ढिला राति किना भनेको अथवा इरुन भनेको सबेरै भन्छ सबेरै अथवा छिटै भनेको के इरुन भनेको छिटै छ नि इरुन भनेको के भनेको छिटै भनेको है आछिमे भनेको बिहानमा छिटै बिहानमा भनेको मतलब सबेरै भनौँ न बिहानै छङ्सोगी भनेको भ्याकुम क्लिनर छङ्सो भनेको सरसफाइ गर्ने गी भनेको मेसिन सरसफाइ गर्ने मेसिन र सेताकी भनेको लुगा धुने मेसिनलाई चाहिँ सायङ हेसनुन प्रयोग गरेर चाहिँ आन्थोन्दा हुँदैन भन्छ हो कि न तपाईँले अर्को कुरा के गर्नु भएन र यो सार्वजनिक यातायात अहिले सार्वजनिक यातायातको कुरा गरिरहेको छौँ अहिले हामीले सार्वजनिक जीवनयापनका घरको कुरा गरिरहेको छौँ त्यो घरको कुरा तपाईँको पर्सनल घर भयो त तपाईँले जे गरे पनि हुन्थ्यो म गोली हानेर बम पड्काएर फुडाउँछु भन्ने पायो हो कि तर मानव तपाईँ त्यो अपार्टमेन्ट र ओनरुम जस्ता सार्वजनिक ठाउँमा बस्नु भएको छ भने तपाईँको भनौँ न विभिन्न मान्छेहरूले सबैले सँगै प्रयोग गर्न सक्ने जस्ता ठाउँहरूमा प्रयोग बस्नु भएको छ भने हामीले मेन कुरामा के ख्याल गर्नुपर्छ अरे सकेसम्म चाहिँ मेन कुरा चाहिँ उफ्रिनुहुन्न भनेको हो कि न पहिलो स्टेपमा चाहिँ हेर है फेरि मैले मेटाएँ अनि देखिएको क्लियरमा कहाँनिर टिक लगाएको भनेर पहिलो कुरामा चाहिँ हामीले मेन गरी चाहिँ उफ्रिनुहुन्न भनेको अनि तपाईँको राति मानव ढिला भयो तपाईँको 10 बजिसक्यो 11 बजिसक्यो कहिले 12 बज्छ हो कि न हो यस्तो म अफिस गएको थिएँ अफिसबाट आएँ भन्ने होइन कि त्यहाँ राति 12 बजे अथवा इरुन भनेको छिट्टै बिहानमा भनेको बिहान 4 बजे 5 बजेतिरै के गर्ने त्यो भ्याकुम क्लिनरहरू चलाउने अनि लुगा धुने मेसिनहरू चलाउने यस्तो गर्यो भने चाहिँ के हुन्छ अरे हुँदैन भन्छ किनभने मान्छे राति सुत्या हुन्छन् डिस्टर्ब हुन्छ बिहान त्यो बिहानी मान्छेलाई कस्तो निन्द्रा लागिरहेको हुन्छ सुत्या बेला अरूलाई डिस्टर्ब गऱ्यो भने रिस उठ्दैन हो यस्ता कामहरू गर्यो भने चाहिँ अरूलाई बाधा पुग्छ भनेको के हो कि ल त्यसपछि हेर उमाकिना भनेको सङ्गीत अथवा थिबिरुल भनेको टिभीलाई पुगे भनेको ठुलो गरी ठुल्ला भनेको अन गरेर भन्छ यो ठुल्लाबाट आएको ठुल्ला भनेको अन गर्नु भनेर भन्छ अन गर्नु के भन्छ ठुल्ला भनेको अन गरेर यो अ मात्रै नभएर असबाट आएको यो के भन्छ तपाईँले अनि तपाईँको घरमा मानौँ तपाईँको कोठामा डिजे छ MP3 छ भने त्यहाँ ठुलो गरी सुन्ने अनि तपाईँको टिभीहरू पनि ठुल्ठुलो आवाज गर्ने हो यस्तै ठुलो गरी आवाज ठुल्ला भनेको अन गरेर नोथा भनेको राख्नु हो भने नोनुन खद्दो भनेको के हो राख्ने कुरा पनि के हुन्छ अरे एवी भनेको शिष्टतामा अप्नुन भनेको नमिल्दो हेम्दोमिल्दा व्यवहार हो भन्छ होइन हो तपाईँले चाहिँ के पनि गर्नु भएन र यस्ता अपार्टमेन्ट र एकवटा जस्ता सार्वजनिक निवासहरूमा बस्दै हुनुहुन्छ भने छिमेकीहरूलाई चाहिँ ठुलो आवाज गरी टिभीको आवाजहरू सुनाउने अनि त्यो भनौँ न गीतका सङ्गीतहरू पनि सुनाउने यस्तो पनि गर्नु हुँदैन यस्तो गर्यो भने पनि यो के हो अरे एउटा अशिष्टताको व्यवहार हो भन्छ एउए अप्नुन भनेको शिष्टतामा नहुने हेङ्दोइङ्दा व्यवहार हो भनेको मतलब अशिष्टताको व्यवहार हो भन्छ त्यसपछि हेर्नु होला थुकी भनेको विशेष गरी फेरान्दाना भनेको बरन्डा अथवा भन्छ अरे सरी यो फेरान्दा भनेको बरन्दा पढेका थियौँ हामीले बारदली बुझाउन होइन थुकी भनेको विशेष गरी फेरान्दा भनेको बारदली अथवा वाजाङसी रस भनेको के हो वाजाङसिल भनेको शौचालय यस भनेको मा यो फेरेन्दा भनेको बरन्डा भनेको चाहिँ हामी घरभित्रको त्यो यस्तो ग्याप हुन्छ नि बिचमा त्यसलाई बरन्डा भन्छौँ तर यो कोरियामा चाहिँ यो फेरेन्दा भनेको चाहिँ घरको बाहिर बारदली भन्छु नि बाहिर झ्याल जस्तो बाहिर झ्यालमा जान मिल्ने ठाउँ जस्तो बारदली हुन्छ नि हो त्यसलाई भन्छ बारदली के
विशेष गरी बारदली अथवा वादाङसीले शौचालयमा चाहिँ नि थाम्बेरुन पिउनुन भनेको चुरोट पिउने, हेङ्गुइनुन भनेको व्यवहार चाहिने, युथ एगे भनेको छिमेकीहरूलाई फियरुल छुल्छु इर्गिते मुने भनेको फियरुल छुदा बाधा पुर्याउनु, लर उल्सु इत्ता नसकिन्छ, गिते मुने भनेको एको कारण हो किन छिमेकीहरूलाई चाहिँ बाधा पुर्याउन सक्ने भएको कारणले हाङसाङ सधैँ छोसिमेया हामीलाई होसियार हुनैपर्छ भनेको हो किन ल हामीले त्यो टोयलेटमा गएर पनि चुरोट पिउनु भएन अनि त्यो बारदलीमा गयो नि ए मेरो झ्याल त हो भनेर त्यहाँ बारदलीमा गएर पिउनु भएन तपाईँको पर्सनल घर भए त दारू खाएर हल्ला गरे नि केही भएन हो किन तर यो चाहिँ के हो त हुन त घर हुन् कसैका घर हुन् तर के हुन्छ सबै मान्छेले बस्न पाउने घरहरू हुन् हो किन ल अब फेरि सुन यो चाहिँ अघि हामीले यातायातमा हिँड्दाखेरिको कुरा गरेका थियौँ भने अब हामी गर्छौँ घरमा बसोबास गर्दाखेरिको कुरामा हो किन यसलाई हेर्नु होला ल साथीहरू अब यसमा हेरौँ अपार्टमेन्ट अथवा एक कोठा जस्ता सार्वजनिक निवासमा सानो बसोबास गर्ने खेमुएनुन अवस्थामा चाहिने युथ एगे छिमेकीलाई फेरुल छुजी आन्द्रोप बाधा नदिने गरी ठाउँ भनेको ज्यादै सिङ्गेङ्गोल सया हामीदा ध्यान पुर्याउनै पर्छ सिङ्गेङ्गोल सुधा भनेको ध्यान प्रयोग गर्नु नभएर ध्यान भनेको मतलब दिमाग प्रयोग गर्नु भनेको मतलब के हो ध्यान दिनुपर्छ भनेको छिप भनेको घर आनेसम्म भित्रमा चाहिने घरभित्रमा चाहिने थोइदरो भनेको सकेसम्म तुइजी माराया हागो तुइदा भनेको उफ्रनु दौडनु भन्ने अर्थ हो भने तुइजी माल्दा भनेको नउफ्रनु अया आया हादा भनेको नु पर्दछ गो भनेको एर भनेको मतलब नउफ्रनु पर्दछ एर भनेको मतलब नउफ्रिएर भनेको अनि नुजुन फामी भनेको ढिला राति समयमा रातिको ढिला समयमा अथवा बिहान छिटै समयमा चाहिँ हामीले भ्याकुम क्लिनर भयो लुगा धुने मेसिन भयो यसलाई चाहिँ प्रयोग गर्यो भने चाहिँ हुँदैन भन्छ किनभने अरूलाई बाधा पुर्याउन सक्छ त्यसले गर्दा अनि तपाईँले सङ्गीत सुन्ने अथवा टिभीलाई ठुलो आवाजमा यो खोलेर राख्ने कुरा पनि के हो अरे शिष्टतामा अपनाउनु भनेको नमिल्दो नमिल्दा व्यवहार हो भन्छ खुकी भनेको विशेष गरी फेरेन्दा भनेको बारदली अथवा शौचालयमा चाहिने थामेरुन भनेको चुरोट पिउने हेमुइनु भनेको व्यवहार चाहिँ के हो अरे युतेगे भनेको छिमेकीलाई चाहिँ फेरुल छुदा भनेको बाधा पुर्याउनु हो भने फेरुल छुल्सी इर्गिते हुने लर उल्सु इत्ता भनेको नसकिन्छ भनेको राम्रो हो बाधा पुर्याउन सकिन्छको के भयो त बाधा पुर्याउन सकिन अनि के सकिने भएको कारणले गीते मुनि भनेको त एको कारण हो नि त हो अरूलाई बाधा पुग्न सक्ने भएको कारणले हाङसाङ सधैँ छोसिमेया हामीदा होसियार हुनैपर्छ भनेको यो चाहिँ तपाईँको निवासमा बस्दाखेरिको कुरा भयो है त ल सकियो अब हाम्रो अब हेर ह्यान्डब्याग भनेको अर्कोतर्फ भन्छ ठाकमुलगान भन्छ ठाकमुलगान भनेको त्यही म्युजियम होइन तपाईँको म्युजियमहरूमा हो किन अनि मिसुलगान भनेको आर्ट ग्यालरी हो किन कला सङ्ग्रहालयमा हो डुङ भनेको इत्यादि हङकङ भनेको सार्वजनिक सिसल भनेको सुविधा सार्वजनिक सुविधाहरू भए सार्वजनिक सुविधालाई प्रयोग गर्ने बेलामा अथवा तपाईँले ठाकमुलगान भनेको तपाईँको के भयो म्युजियम भयो अथवा तपाईँको मिसुलगान भनेको के भयो कला सङ्ग्रहालय भन्छ कला सङ्ग्रहालय भनेको के हो त यो आर्ट ग्यालरी भनेको फोटोहरू टाँसेको ठाउँ मिसुलगान भनेको म्युजियम जो चाहिँ तपाईँको पुराना कुराहरूलाई पनि अहिले के गरेर राखेको हुन्छ प्रोटेक्ट गरेर राखेको हुन्छ हो त्यसलाई भन्छ फाकमुलगान भन्छ हो यो फाकमुलगान र मिसुलगान जस्ता सार्वजनिक सुविधाहरूलाई प्रयोग गर्ने बेलामा चाहिँ हाङसाङ भनेको सधैँ छारेरुल सिक्यो भन्छ यो छारेरुल सिक्किदाबाट आएको हुन त हामीले पढेका थियौँ छारे भनेको सराद हो किन तर यहाँमा चाहिँ अब सराद नमिलेर के मिल्छ त साथीहरू यहाँ हेर्नु होला छारेरुल सिकिदा भन्छ छारेरुल सिकिदा भनेको लाइनको पालना गर्नु भन्छ लाइनको पालना गर्नु भन्छ हो किन आफ्नो लाइन हुन्छ नि लाइनमा उभिनु लाइनको पालना गर्नुलाई के भन्छ छारेरुल सिकिदा भन्छ
सधैँ हामीले के गर्नुपर्छ रे लाइनको शिक्षा भनेको पालना गरेर के भन्छ अनि के भन्छ शिक्षाजु भनेको पालना गरिदिने के भन्छ सरी पालना गरिदिएर के भन्छ हो पालना गरिदिएर शिक्षारुल छुदा भनेको लाइनको पालना गर्नु भन्छ लाइनको पालना गरेर छुरुल भनेको के हो लाइनलाई भन्छ अर्थात् छुरुल भनेको लाइनलाई लाइनमा बुझ्न लाइनमा सदा भनेको उभिनु सदा भनेको उभिनु भने सगो भनेको उभिएर अनि के भन्छ अरुदाबाट आएको अरुदा भनेको के हो अरुदा भनेको मान्यजन भनेको के मान्यजन अर्थात् ठुला बडाहरू आफूभन्दा ठुला बडा हो अरु जन अरुदाबाट के भएको दा हटेर अनि यो सिधा भन्ने ग्राममा लागेको अरु सिधा भन्ने ग्रामर भयो अझ पनि यो दा हटेर फाँचीमा बल्ल के आएको नआएको बल्ल अरुसिन भएको के अरुसिन भनेको मान्यजन अथवा इन्सानबु भनेको गर्भवती महिला मन्ज भनेको पहिला फेरि हानुन भनेको ख्याल गरिदिने हो तपाईले चाहिँ यदि गर्भवती महिला छ भने त्यो लाइनमा उभिँदाखेरि यदि बुढापाकाहरू छन् मान्यजन मान्छे छन् भने चाहिँ हामीले फेरि हानुन भनेको समझदारी भइदिने अथवा ख्याल गरिदिने छासेका फेरि हामीदा भनेको के हो दृष्टिकोण चाहिँ राम्रो हुन्छ हेराइ राम्रो हुन्छ भनेको दृष्टिकोण चाहिँ के हुन्छ रे फेरि हामीदा आवश्यक हुन्छ कस्तो दृष्टिकोणहरू आवश्यक हुन्छन् कस्तो हेराइ आवश्यक हुन्छन् भन्दाखेरिमा यदि तपाईले लाइनमा उभिँदाखेरि लाइनको पालना गरिराख्नु भएको छ भने यदि त्यहाँनिर मान्यजन मान्छे आयो अथवा तपाईको चाहिँ गर्भवती महिलाहरू जस्ता अपाङ्ग मान्छेहरू जस्ता मान्छेहरू आयो भने चाहिँ हामीले के गर्नुपर्छ रे मन्ज फेरि हाल्नु भनेको पहिला समझदारी भइदिने भनेको मतलब हामीले चाहिँ पहिला त्यस्ता मान्छेहरूलाई ख्याल गर्ने कुरा चाहिँ के हो रे त्यस्तो दृष्टिकोण चाहिँ राम्रो हुन्छ त्यस्तो बुझाइ राम्रो हुन्छ भन्नु है त ल फेरि यसलाई सरल भनिदिन्छु हानफेन अर्कोतर्फ फागमुनगान इना कला संग्रहालय अथवा नुसुगान भनेको आर्ट ग्यालरी कला संग्रहालय र फागमुनगान भनेको म्युजियम हो किन दुम भनेको इत्यादि जस्ता सार्वजनिक के भन्छ सुविधाहरूलाई यो हाल्टिनु प्रयोग गर्ने बेलामा चाहिँ सधैँ लाइनलाई पालना गरेर छुरुल भनेको लाइनमा उभिएर अनि मान्यजनहरू अथवा गर्भवती महिलाहरूलाई चाहिँ पहिला समझदारी भइदिने दृष्टिकोण चाहिँ के हुन्छ रे आवश्यक हुन्छ भनेको के न ल अब यता हेरौँ बरु थाउजुङ मिचुल भनेको तल अन्डरलाइन गरिएको वाक्यलाई चाहिँ छान्नुहोस् भन्छ हेर फसुरुल थास होइसाए छुल्किने हो भन्छ बस चढेर कहिले पनि थादा भनेको चढ्ने कुरामा चाहिँ हामीले के लगाएका थियौँ साथीहरू गो होइन फसुरुल थागो हुन्छ चढ्ने कुरामा हो कि न ल त्यसैले यो मिलेन सुरुल मासेस भनेको यो रक्सीलाई पिएर उन्जन हाल भनेको के हो ड्राइभिङ गर्ने अब यहाँ चाहिँ ग्रामर लागेको छ ल र उल्जुल मोरुदा भन्ने ग्रामर लागेको छ ल र उल्जुल मोरुदाबाट के भनेको साथीहरू मोरुदाको दा पनि हट्यो अनि यो दा हटेपछि रु बाँकी रह्यो यो रु थल्दा क्रियाको रु हटेर तल र माथि ल लागेर यहाँ ओले इन्डिङ भएको कारणले यहाँ आएको हो किन हो बल्ल मोल्लायो भएको यहाँ आएको हो किन मोल्लायो भनेको थाहा छैन भनेको ल र उल्जुल मोरुदाबाट भनेको ल र उल्जुल मोरुदा भनेको ने कुरा थाहा छैन अथवा ने तरिका थाहा छैन भन्छ है अब अर्थ तपाईलाई एउटा मैले कुरा भन्छु कहिलेकाहीँ ग्रामर लागेको अर्थ मिल्छ तर त्यहाँ भाव मिल्नु पर्यो के बुझ्नुभयो कि नै यहाँ ग्रामर लागेको एकदम पर्फेक्ट छ है ग्रामर लागेको छ तर के मिलेन भाव मिलेन कस्तो भाव मिलेन रक्सी पिएर चाहिँ के हुन्छ ड्राइभिङ गर्ने तरिका थाहा छैन यो हुँदैन के बुझ्नुभयो कि नै बरु यसले के भने हुन्थ्यो यहाँनिर सुन ग्रामर लागेको ठिक छ उन्जन हादाको तल केही नभएपछि ल र उल्जुल आल्दा नै अथवा मोरुदा नै लाग्ने भयो तर यो ग्रामर चाहिँ यहाँ लाग्नु भएन भन्न खोज्छ कि ग्रामर लगाएको तरिका ठिक छ हो किन तर ग्रामर लागेको भाव मिल्दैन के हो किनभने अब उसले रक्सी पिएर उसलाई ड्राइभिङ गर्न उसलाई तरिका थाहा छैन कि उसले चलाउन सक्दैन के किनकि ऊ झ्याप छ नि त हो किन ल उन बरु तपाईँको यस्तो भने भने हुन्थ्यो बरु यहाँनिर उन्जन हादाको उन्जन हाल्सु अप्सयो ड्राइभिङ गर्न सक्दैन हो किन रक्सी पिएर ड्राइभिङ गर्न सक्दिन यो त पायो नि त तर उसलाई चलाउने तरिका त थाहा छ तर उसले सक्या होइन के
हो कि न हो त्यसैले यहाँ 2 नम्बर पनि मिलेन हाङ्गु गर्नु भनेको कोरियन भाषालाई फेउदा भनेको सिक्नु हो भने फेउरेको भनेको सिक्ने विचारले सेन्तै खास्यो के भन्छ केन्द्रमा चाहिँ खास्यो जानुहोस् भन्छ अब त्यसपछि के भन्छ भन्दामा त्यहाँ हेर्नु होला साथीहरु कोरियन भाषालाई फेउरेको भनेको सिक्ने विचारले चाहिँ केन्द्रमा खास्यो जानुहोस् यदि तपाईले यदि यसरी कन्फ्युज हुनुहुन्छ भने तल पनि हेर्न सक्नुहुन्छ यो दुईटामा चाहिँ फाक्मुलवान भनेको के हो त्यही कला संग्रह त्यही म्युजियममा चाहिँ नि उम्सिक मुरुल भनेको के हो उम्सिक मुरुल भनेको खाद्य पदार्थहरूलाई फानी पादा भनेको लैजानु भने फानी भाल्सु अप्सयो लैजान सकिँदैन फानी पादा भनेको भित्र लैजानु भने फानी भाल्सु अप्सयो ग्रामर ठिक छ हामीले के पढेका छौं साथीहरु पछाडी यदि खादा ओदा जस्ता कुराहरु आउँछन् भने यहाँ रेगो उरेको भन्दा पनि र बढी परेको हुन्छ भनेर पढेका थियौं होइन कोरियन भाषालाई पढ्ने विचारले केन्द्रमा गएको हो केन्द्रमा जानुहोस् सुन है एउटा कुरा मैले भन्छु यो र अब यो आन्सर चाहिँ तपाईको 4 नम्बर भइहाल्यो है 3 नम्बर किन मिलेन भन्दाखेरिमा कोरियन भाषालाई सिक्ने विचारले केन्द्रमा जानुहोस् हुँदैन के साथीहरु बरु सिक्न जाने हो के सिक्न जानुहोस् कोरियन भाषालाई चाहिँ फेउदाको फेउर हो किन सिक्न सेन्तय खास्यो केन्द्रमा जानुहोस् हो किन ल यस्तो भयो भने मिल्छ है बरु अब अर्को हेर्नुला त ल फङ्ग्रेवा भनेको सहकर्मी पहिला तल अप्सन पढ्नु होला खरिदा भनेको फ्याङ्नु भने खल्ले सुनिदा फ्याके भन्छ अनि खल्लिदा भनेको समय लाग्नु भने खल्ले सुनिदा समय लाग्यो अल्झिए भन्छ अनि नेरिदा भनेको के हो नेरिदा भनेको झर्नु हो भने नेर सुनिदा झरे भन्छ फिल्लिदा भनेको सापट्टि दिनु हो भने फिल्ल सुनिदा सापट्टि दिए भन्छ फङ्ग्रेवा भनेको सहकर्मीहरूसँग सुइनुन भनेको आराम गर्ने सिगान भनेको समय दियो भनेको मा सहकर्मीहरूसँग आराम गर्ने समयमा थाम्बेरुल फिउ सुन्दा चुरोटलाई चाहिँ के गरे पिए भन्छ थाम्बेरुल फिउन हो भनेको चुरोटलाई पिएपछिमा चाहिँ थाम्बे कौचो भनेको चुरोटको ठुटालाई चाहिँ सुरेगी थोङ्गे भनेको फोहोरको भाँडामा हामीले के गर्नु पर्ने रहेछ हामीले चाहिँ के गर्यौं रे सहकर्मीसँग चाहिँ हामीले चाहिँ के गर्यौं आराम गर्ने समयमा चाहिँ हामीले चुरोट पियौं चुरोट पिएपछिमा चाहिँ हामीले के गर्नु पर्यो रे यो चुरोटको ठुटोलाई चाहिँ फोहोरको ब्यागमा अथवा यो सुरेगी थोङ भनेको फोहोरको भाँडा यो फोहोरको भाँडामा चाहिँ हामीले के गर्ने हो फोहोरको भाँडामा झार्ने हुँदैन अनि सापट्टिको कुरा हुँदैन खलिदाको हुँदैन फरिदा आन्सर हुँदैन फर्या सुन्दा फ्याके फोहोरको भाँडामा चाहिँ फ्याके फाले भनेको के त्यसपछि यो थुरस भनेको यो थुल्दाबाट आएको थुल्दा भनेको उचाल्नु पर्ने अर्थ हो भने उचाल्नु पर्ने हो भने लाग्नु त लाग्नु तर के पैसा लाग्नुमा पनि थुल्दा लाग्छ र तदुल्दा भनेको हल्ला गर्नुको तदुरस हल्ला गरेर भनेको यो फुल्दा भनेको फुकाल्नु खोल्नु भने फुरस फुकालेर खोलेर भनेको अनि हुन्दुल्दा भनेको हल्लाउनु भने हुन्दुरस भनेको हल्लाएर भनेको भएर सिनान छुमारे भनेको गएको सप्ताहन्तमा सिम्बुवा भनेको साथीसँग थोसोगाने खासुन्दा पुस्तकालयमा चाहिँ खासुन्दा गए भन्छ हो किन गएको सप्ताहन्तमा चाहिँ साथीसँग पुस्तकालयमा गए खुरन्दे तर हाङसाङ सरी खुरन्दे तर हाक्सेङ भनेको विद्यार्थी चाहिँ थुमेङ्गी भनेको दुईजनाले खुन सोरिरो भनेको ठुलो आवाजमा के गर्दै थियो होला त ठुलो आवाजमा यहाँ उचाल्नु अथवा लाग्नु हुँदैन ठुलो आवाजमा फुकाल्नु हुँदैन ठुलो आवाजमा हल्लाउनु हुँदैन ठुलो आवाजमा तदुदा हल्ला गर्ने हो नि त हो ठुलो आवाजमा तदुरस हल्ला गरेर छेगुल भनेको किताबलाई चाहिँ इगिन सक्छ पढ्न सक्दैन फेरि यहाँनिर यो कुरामा भनेर मिल्दैन नि थाहा छ कि नै इक्ताको पछाडि इगुलजुल मोल्लायो भन्यो भने पाउँदैन कि यो भन्न चाहिँ हो कि साथीहरु किनभने त्यो मान्छेलाई पढ्ने तरिका थाहा छ तर उसलाई बाधा र अवरोध भएको कारणले उसले पढ्न सकेको चाहिँ होइन के हो नि ल अब हेर्नुला छौल हानुन भनेको के हो सरी छरुल हानुन भनेको यो ढोक गर्ने भनेको छल हादा भनेको ढोक गर्नु भन्छ छल हादा भनेको ढोक गर्नु अनि सोनुन हुन्दुल्दा भनेको नि हात हल्लाउनु यो हुन्दुल्दाबाट आएको हुन्दुल्दाको के भयो दा हटेर फाचिङको ल पनि हटेर किनभने दापट्टिमा नुन लागेको छ नि त अनि छरुल हादा भनेको ढोक गर्नु भन्छ ढोक गर्नु है त
अर्थात् ढोक गर्नुको ढोक गर्ने, अनि हातलाई हल्लाउने, अनि फानमारुल हानुन ठाडो बोली बोल्ने, र इन्सारुल हानुन भनेको अभिवादन गर्ने। किनभने हादा भनेको गर्नु हो भने गर्नुको नु हटेर गर मात्रै बाँकी रह्यो, नुन भनेको त नि हो नि त, गर्ने भनेको होइन। ल खोङ्रेनुन भनेको सहकर्मीहरूले चाहिने हाङ्गुगरुन छालमोत हान्दा। सहकर्मीहरूले चाहिने कोरियन भाषालाई छाल भनेको राम्रोसँग, सरी यो राम्रोसँग भनेको होइन कि यो छालमोत भनेको है, छालमोत छालमोत भनेको गलत भनेको के, गलत है, गलत भनेको। सहकर्मीहरूले चाहिने कोरियन भाषालाई छालमोत हान्दा भनेको के हो त, कोरियन भाषा चाहिँ अब यहाँ है यो सुन है, मैले एउटा कुरा भन्छु, छालमोत भनेको के हो, छालमोत भनेको पो गलत हो। यो हानिदा भनेको गर्छन्, के गर्छन् त, हाङ्गु गरुल हादा पढेका थियौँ हामीहरूले, हो किन। हाङ्गु गरुल हादा भनेको के हो, कोरियन भाषा पढ्नु भनेको हो किन, अथवा कोरियन भाषा, सरी कोरियन भाषा बोल्नु भन्ने अर्थ थियो, त्यहीबाट आएको हादा आएको। सहकर्मीहरू चाहिँ कोरियन भाषालाई राम्रोसँग के गर्दैनन् रे, हाम्निदा भनेको बोल्दैनन् भनेको, बोल्दैनन्। यानि कि छालमोत भनेको गलत बोल्छन्, गलत बोल्छन् भनेको, गलत बोल्छन्, गलत बोल्छन् भनेको मतलब के हो त, राम्रो बोल्न जान्दैनन्। त्यसैले अरुण दुल्के भनेको के हो, त्यसैले अरुण दुल्के भनेको मान्यजनहरूलाई चाहिँ के, मान्यजनहरूलाई डट डट सिलसुरुल भनेको गल्तीलाई छाजु हामीदा पराय गरिरहेछन्। सिल्सु भनेको गल्ती, अब कस्तो गल्तीलाई पराय गर्लान् त यिनीहरूले, अब कोरियन भाषा राम्रोसँग बोल्न आउँदैन जान्दैनन् भने त यिनीहरूले फानमारुल हानुन भनेको ठाडो बोली बोल्ने गल्ती गर्छन्, हो किन। शिष्टताको भाषा कस्तो, के भाषा कस्तो उनीहरूलाई आउँदैन। अब ढोक गर्ने गल्ती गर्ने हुँदैन, हात हल्लाउने गल्ती हुँदैन, अभिवादन गर्ने गल्ती हुँदैन। यिनीहरूले के त, फानमाल भनेको ठाडो बोली बोल्ने कि कहिलेकाहीँ, साउलाई त राम्रो शब्द बोल्नु पर्यो, तर कोरियन भाषै आउँदैन, हल्का हल्का पढाएको छ भने उसले तुच्छ शब्द बोलिदिएको के। फनुन म चाहिँ थोङ्रेगे भनेको सहकर्मीहरूलाई, अरुण दुल्के भनेको मान्यजनहरूलाई साङ्गामिन परेको मारुल भनेको भाषालाई खारू चिकोमा सिकाइरहेको छु। हो मेरो साथीहरूलाई चाहिँ मान्यजनसँग कसरी बोल्नुपर्छ त्यो भाषा बोल्न आउन रे, म चाहिँ साथीहरूलाई अहिले सिकाइरहेको छु भन्छ है। ल त्यसपछि तपाईँले सिधै यसको अप्सन हेर्नु होला। खेल्चुङ खेल्तमुल भनेको सार्वजनिक यातायातहरूलाई इयोङ हाल्ते प्रयोग गर्ने बेलामा इयागिरोल हामे नान्थुङ्दा कुराकानी गर्यो भने हुँदैन भन्छ। यहाँ कुराकानी गर्न पायो तर ठुलो स्वरले चाहिँ नपाएको हो के होइन। ल एकछिन हामीलाई स्टपमा राखौँ, तल हेरौँ। फसुना भनेको बस अथवा छिया चढे छ भनेको भूमिगत रेलमा सिकु रबियो हल्ला हुने गरी छनवा थोङ्गारो हेदो थोम्दा फोनमा कुराकानी गरे पनि हुन्छ, यो हुँदैन, होइन। अनि खङदम छुटेके भनेको सार्वजनिक निवासहरूमा सानुन भनेको बसोबास गर्ने अवस्थामा चाहिँ नि सेब्याक भनेको झिस्मिसै बिहानमा, यो सेब्याक भनेको के हो, झिस्मिसे बिहान भन्छ है, लेख्नु होला। झिस्मिसे बिहान, सेब्याक भनेको के हो, झिस्मिसे बिहान भन्छ, जसलाई सबेरै सेताकिरो साङ हेर्दो थोम्दा वासिङ मेसिन चलाए पनि हुन्छ, हुँदैन। अनि खङदम छुटेके छ भनेको सार्वजनिक निवासमा चाहिने रातिको समयमा फिएछ भनेको बाधा पुर्याएर, छङसोगिरुल भनेको के हो, सिगानुल भनेको समयलाई, फिएछ भनेको ख्याल गरेर, सरी छङसोगिरुल भनेको भ्याकुम किन्नलाई चाहिँ साङ या थोम्दा प्रयोग गर्नै पर्छ। अब यो पनि मिलेन, आन्सर सायद एक नम्बरै मिलिहाल्यो है त। ल अब यहाँ हेर, मैले अब माथिबाट पनि हेरिदिन्छु, यहाँमा चाहिँ है, यहाँमा चाहिँ सार्वजनिक निवासमा चाहिने रातिको समयलाई के गरेर फिए फिए हादा भनेको ख्याल गर्नु भनेको रातिको समयलाई ख्याल गरेर छङसोगिरुल प्रयोग गर्नै पर्छ भन्छ। रातिको समयमा प्रयोग गर्ने होइन। अनि सार्वजनिक यातायातलाई प्रयोग गर्ने बेलामा कुराकानी गर्यो भने चाहिँ आमथुम्दा हुँदैन, होइन। अनि एकको पनि हुँदैन, चारै हुन्छ होला सर, एकको पनि कहाँ हुन्छ। त्यही त ल चारै हुन्छ, सरी है, म ट्याक्क बिर्सिहालेँ कि। ल किनभने अघि अघि मैले यहीँ भनिहालेँ नि त, सार्वजनिक यातायातमा कुरा प्रयोग गर्ने बेलामा चाहिँ कुराकानी गर्यो भने हुँदैन। कुराकानी गर्न पायो तर सानो स्वरमा गर्ने हो, तर ठुलो स्वरमा चाहिँ नपाएको हो के, है त। ल यो 4 नम्बरै हुन्छ, सरी है। खङदम छुटेकमा चाहिने त्यो सार्वजनिक निवासहरूमा चाहिने रातिको समयलाई ख्याल गरेर भनेको यो फिए हादा भनेको ख्याल गर्नु, बुझ्नु पर्यो यतिखेर। छल्नु टार्नु। ल
हो यो त्यही त रातिको समयलाई ख्याल गरेर चाहिँ संजोगीलाई चलाउनु पर्छ हो त हो किन रातिको समयलाई ख्याल गर्नु पर्यो ढिला चलाउनु भएन हो किन रातिको समयलाई चाहिँ ख्याल गरेर पो चलाउनु है त ल ठिक छ ल आजलाई चाहिँ यति नै खान्छ हामीले दाइ ल लिसिङ गर्नु होला ल लिसिङ गर्नुलाई यदि भोलि बुझेन भने सोल्डिङ गरिदिउँला नत्र 30 लेसन हेरेर आउनु होला है त